उताको पोखरीमा चाहिँ पानी पानी भएर कोही जान नमिल्दो रहेछ। यता चाहिँ पुरै खेल्ने क्रिकेट चलिरहेछ यहाँ चाहिँ। यो आइपुग्यो 3 बज्न लाग्यो। आजको राइड चाहिँ सोलो छ। अब कहाँसम्म जान मन लाग्छ। बिहान राइड गएको छैन, शनिबारको दिन पानी पर्ला जस्तो भएको छ। बिहान राइड नगएको भएर अहिले दिउँसो भए पनि एकचोटि गइदिउँ। एकछिन 2 घन्टा फुर्सद छ। 2 घन्टा राइड हानेर आउँछु। कहाँसम्म पुगिन्छ 1 घन्टामा, अनि 1 घन्टा फर्किने। मङ्गलबजारतिर जाँदैछु। अब कहाँसम्म हुन्छ हेर है। उता मासतिर गएर भेट्नुपर्छ ल। यो ओम पछाडि त नयाँ चिज भएछ, कस्तो दामी भएछ यार। कोरिडोरको बाटो आज गाडीहरू पनि छोडेछ बाटोमा। कालो फिज चलाउनको मजा बेग्लै। रङ्गी बिरङ्गी रुख, बोट बिरुवा, फुल पात। कोरिडोरको बाटो कस्तो राम्रो भएको छ है अहिले। पहिलाको सम्झेर है, खाल्टाङ खुल्टुङ धुलो हुन्थ्यो, अलिकति राम्रो भएको छ। राइड गर्नै मजा आउँछ। अझै साइकलको लागि चाहिँ अलग्गै बाटो बनाइदिएको भए अझै राम्रो हुन्थ्यो। यो ट्याक्सीवालाहरूले धेरै ट्याट गरिहाल्ने के। प्रभु ब्याङ्क, बिजुली बजार 6 किलोमिटर पार भयो। 12 मिनट भयो। 12 मिनटमा 6 किलोमिटर आइसकेँ। यहाँ 8 किलोमिटर भएछ। पाटनढोका आइपुग्यो। अब यहाँबाट म पिम्बहाल साइड जान्छु। तेरो दिख्ता नै हो क्या। पुग्यो पिम्बहाल। फेमस यमरी। म त मङ्गलबजार आइपुगेको छु। मङ्गलबजारको यो बजारको साथ पनि यही सौन्दर्य हो यहाँको। यो रमाइलो हुन्छ। टिङटङ जात्रा पनि रहेछ नि त। के लेखेको हो यो नेवारीमा? ल लगन खेलको बजार छ। कस्तो प्याक यार। सब मान्छे सपिङ गरेर यहीँ आएर ल यहाँ पाइँदो रहेछ धेरै सस्तो सामान। सस्तोमा सामान ल 1500। पटुक भैरव आइपुग्यो। 7 बाटो चोक।